हेलो हेलो कस्तो लागेको छ तपाईँलाई आज हामी वहाँ घुम्न जाँदैछौँ एकदम गुड लागिरह सो मौसम पनि राम्रो छ मौसम पनि दामी छ आई एम सो एक्साइटेड युआर एक्साइटेड टु गो यस आज यो फर्स्ट टाइम हो नि मेरो तिमी फर्स्ट टाइम बाइकमा हामी माथि जान लाग्यो यस सो ल ठिक छ एक्साइटेड लागिरहेको छ नि ए पुरै खतरा एक्साइटेड सो गाइज हाम्रो आजको राइड बबाल हुन्छ गाइस मेन राइडर मेरो मेरो अगाडि बस्ने म चाहिँ नचलाउने आज सो भाइलाई उडाइदिने हो माथिबाट सो सो गाइज मलाई उडाइदिनु भन्छ म त यस्तो न्यानो लाएर हिँड्दैछु सो हामी चाहिँ अब एकछिनमा जाने हो सो हाम्रो भाइको युनिक हेलमेट मेरो खतरा नि वान पिस हो सो यो यस्तो हेलमेट जागिरमा फेरि वान पिस हेलमेट मात्र छ योभन्दा अरूको छैन सो देख्न सक्नुहुन्छ हेलमेट त खतरा हो तर राइड चाहिँ स्कुटरमा हो फेरि केही छैन यहाँको त्यही हो बाइक त अब धेरै महँगो पर्छ नि त त्यही भएर बसन्ती लिएर हिँड्ने हो सो तपाईँले देख्न सक्नुहुन्छ तलदेखि माथिसम्म चारवटा लाएर एकदम गाह्रो हुन्छ नि हिँड्न त जस हामी -5, 6, 7 जाँदैछौँ माथि डाँडामा सो गाइज उहाँ चाहिँ अर्को राइडर उहाँ चाहिँ हाम्रो धनराज तामाङ एकदम अहिलेसम्मको एकदम एक्सपोर्ट राइडर दाइ यसो हेलमेट निकाल्न सक्नुहुन्छ तपाईँको अनुहार जनताले हेर्न चाहनुहुन्छ म पुरै यताबाट खिच्छ न उहाँ फेरि खतरा हामी आँखै काफी छ त मेरो आँखै काफी छ फेस किन देखाउनु पर्यो सो यो सो दाइ यो तपाईँको कुन पहिलो यो त तपाईँको दोस्रो क्या दोस्रो कि तेस्रो राइड पाँचौँ राइड ओ माई गज पाँचौँ राइड हो है उहाँको फेरि ल यता हेरौँ न उहाँ पनि कसरी राइड गर्न सक्छौ भने यस्तो खाएर एनर्जी लिएर क्या सो गाइजु यस्तो हेल खाने इनर्जी बनाउने त्यसपछि अनि लाग्यो अनि त्यसमा साथमा फेरि यो सही अरू पनि के छ दाइको खाता आमामा स्न्याकर्स €1 50 स्न्याकर्स सो है उहाँ हेर्नु उहाँ चाहिँ हाम्रो सबभन्दा मेन राइडर हाम्रो यहाँ स्कुटीहरू सबै हेरी चेक गर्दैछौँ के कतिको जाने के कतिको भनेर सो यो उहाँको स्कुटी रङ्गी बिरङ्गी अगाडि सेतो पछाडि येल्लो यता चाहिँ पुरै ल अर्को पछाडि बस्ने राइडर्स उसको फर्स्ट टाइम हो सायद सो के भन्न चाहनुहुन्छ जनतालाई यता हेरौँ न हो गाइज के पर्ख्यो भने लजाइहाल्छ कि यस्तो भर्खरको यङ केटाहरू लजाउँछ ल के भन्न चाहन्छु कता बस्ने हो कता ए यता क्यामेरामा भन्न के भन्न चाहन्छु के भन्ने हो र अब घुम्न जानला रमाइलो भइरहेछ गरे सो गाइज लाएर हामी हिँड्दैछौँ यस्तो दामी देखिन्छ मेट्रो सो गाइज अब मैले पनि पुरा मुखमा कभर लाछु है नत्र मरिन्छ चिसोले सो लेट्स रक गाइज यहाँ फेरि अस्ति उहाँ बिल्डिङ जलेको भएर यहाँ गाडी जान दिएको छैन मास्तिर तर हामी मास्तिर जान मिल्छ होला सायद मिलायो भने त ल यता पो पठाउँछ त ए हो धन्न हामी उता जाने भयो त्यसो भए सो गाइज यस्तो दामी ब्युटिफुल गर्लले सो उहाँ हुनुहुन्छ भाइ लुक यार हाउ आर यु आर गुड रियली ल गाइज ए जाम भन्थ्यो त किन नगएको त हामी दोब्रो स्टेट जाम सो गाइज हामी चाहिँ लाग्यौँ है हामी चाहिँ मेट्रोबाट यो गाइज सो गाइज हामी चाहिँ अब लाग्दैछौँ अब चिसो छ त नि हो गाइज अस्ति जलेको घर यो गाइज होइन त कसरी जल्यो तलदेखि माथि पुरै जलेछ हेर्नु गाइज जब जिन्दगी झन्ड हुन्छ नि तब यस्तरी जल्छ होइन कति लाख कति करोड कति पैसा बनाएको लागि घर होइन ध्वस्तै भयो
हामी यस्तो टक्क 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 ठोकिन्छ है। अनि यो ठोकिन्छ सो हामी त्यो माथिको डाँडामा यहाँ देखिन्न क्यामेराले राम्रोसँग अँ तर हेलमेटको ग्लासमा पनि खतरा देखिँदैन नि त मेरो ग्लासले। ग्लभ्सले कि हेलमेटले मेरो हेलमेटको ग्लासले के लगायो भने झन् बगार क्लियर देखिन्छ क्या। अच्छा यो हेर्नुहोस् गाइज यसरी हामीले रुल्स पालन गर्नुपर्छ रातो छ भने चाहिँ रातोमा टुपक्क लगाएर बस्नुपर्छ होइन त गाइज यो बिल्डिङ के साह्रो भएको होला बे भगवान् हेर्ने तिनवटा केटाहरूले आगो लगाएको चाहिँ न्युज माथि गरेर तिनवटा केटाहरूले ओ नो गड विल सराप They are crazy. Hi. Where are you from? Nepal. Where? Nepal. Nepal. Yeah. त्यसले नै त्यो क्यान देखाइरहेको सो देख्नु तपाईँले यति मान्छे यति फ्यान हुन्छ नेपालको के त्यो कोही कोही हो कि चमरहरू हो त्यो हावाहरू त्यो नेपालहरूलाई गाली गर्ने न काठमाडौँ भन्छ त्यही त कसैले काठमाडौँ कसैले धेरै जस्तो चिन्नेहरूको काठमाडौँ पोखरा आएको किनकि यो टुरिस्ट एरिया हो नि त धेरै अनि त हिमालयन अब हेलमेट निकाल्नु माकुरी आउँदा त चिप्लिन्छ यो त गाइज हामी आउने कसरी फेरि सो यो देख्न सक्नुहुन्छ यो हिउँको बाटो यस्तो खत्तम भइसकेको छ यार यो यहाँबाट यो टावर हो यहाँबाट धेरै चिज देखिन्छ अब हामी अर्को ठाउँ जाँदैछौँ देख्न सक्नुहुन्छ स्केटिङ खेल्ने यस्तरी यहीँ हो यो मिसावट छ यार यो मिसावट छ यो नक्कली भर्सेस सक्कली हो यो डह्रो छ नि यो न त घिसिन्छ यिनीहरूलाई जाडो पनि हुन्न क्या कुतोहरूले सो गाइज देख्न आउनु लानु कुतोहरू खेलेर कुतोहरू यो पनि यहाँ पनि जाने मिल्छ यसमा चढेर यिनीहरू चाहिँ नेपाली हो क्या हो सो गाइस यो पनि एउटा केबल कारको लिफ्टै हो यो पनि जाने चढ्छ यो तर यो नेचुरल भर्सेस मेड हो नि यो त यार
सो गाइज चुरोटे हाम्रो ह्यान्डसम दाई सो यही हो जागिरको सबभन्दा अहिलेको चलिरहेको ट्रेन्ड स्नो छ सो गाइज अब यति नै हो अब हामी एकछिन ब्रेक लिन्छौँ मलाई जाडो पनि भइसक्यो कपडा काएर फोटो खिचेको सो गाइज सी यू सुन Alabok, dobro. So guys, अब हामी चाहिँ फर्किँदैछौँ है यहाँबाट अब हामी फर्किँदैछौँ जस इन्जोय धेरै गऱ्यौँ रमाइलो गऱ्यौँ सो अब हाम्रो गन्तव्य अब हाम्रो घरतिर हेर्नुहोस् गाइस क्रोएसियामा यति रमाइलो यस्तो छ कि जहाँ त्यही बत्ती छ कि नेपालमा भएकोमा अन्धधुन्द कालो हुन्छ यो नाइट भ्यू गाइज अहिले यति बेला काम गर्न परेको भए यति जाडो हुन्थ्यो आमा कामिन्थ्यो तर अहिले हिउँ खेल्ने भएको भएर हाम्रो त्यस्तो केही पनि भएको छैन बुढो लिएर आयो त्यो टायर चिप्ने टायर भए पनि भन त भन्यो त लाइटै छैन